आज म तपाईहरुलाई पशुपालन सम्बन्धी केही जानकारीहरू लिएर आएको छु। विशेष त नेपालमा व्यावसायिक रूपले पशुपालन गर्न चाहनुहुने साथीभाइहरूलाई यो भिडियो केही महत्त्वपूर्ण र जानकारीमूलक हुन सक्छ। यो अहिले दक्षिण कोरियामा व्यवस्थित रूपले चाहिँ आधुनिक तरिकाले पालिएको यो हानुगाई फार्म हो। यही तरिकाले नेपालमा पनि दुहुने गाईहरू, भैँसी लगायत बाख्राहरू पनि पाल्यो भने किसानलाई सहज र कम जनशक्ति र कम क्षेत्रमा पनि धेरै मात्रामा पशुहरू पालेर लाभ लिन सकिन्छ। यहाँ यसरी बनाइएको छ कि वस्तु बस्नको लागि अलि तल्लो भाग र दानाको लागि अलि उच्च र बिचमा चाहिँ नि गाडी मस्त मजाले चल्न मिल्ने र दुवै साइडमा वस्तुहरू पालिएको छ। यसरी पाल्यो भने थोरै क्षेत्रमा धेरैभन्दा धेरै पशुहरू राखेर यसबाट फाइदा लिन सकिन्छ। र यसरी एउटा यसलाई चाहिँ हामी फाङ भन्छ, हाम्रो चाहिँ नि कोया भाषामा हामी यहाँ र नेपाली भन्छ। एउटा कोठामा, हरेक कोठामा 5-5वटाको दरले पालिएको छ। आवश्यकता अनुसार यसको साइज अनुसार कोहीमा थोरै कोहीमा धेरै पनि पाल्न सकिन्छ। र विशेष गरी यो भैँसीको लागि त्यत्रो फाङमा कोठामा अलिकति कम होला, बाख्रा पनि धेरै पाल्न सकिन्छ। यहाँ चाहिँ विशेष गरी यो गाईहरू मासुको लागि पालिएको र बजार लाने क्रममा यिनीहरूलाई या विभिन्न तरिकाका भ्याक्सिनहरू हाल्नको लागि यसरी यसलाई यहाँ अल्झाएर यसको ब्लड चेकअप र चाहिँ नि यिनीहरूलाई चाहिँ नि भ्याक्सिनहरू लगाउनको लागि यस्तो खालको बनाइएको छ। र नेपालमा भैँसी पालनको लागि यो खालको चाहिँ नि यी खालकाहरू चाहिँ नबनाए पनि हुन्छ। र पानीको लागि पछाडिको भागबाट चाहिँ नि वस्तुले अटोमेटिक सिस्टमले पानी खान मिल्छ। यसरी पाल्नु भयो भने नेपालमा पनि आधुनिक तरिकाले पालियो भने किसानहरूलाई सहज र सरल हुने थियो। यस्तो धन्यवाद। भिडियो हेरिदिनु भयो र जतिले हेर्नु भएको छ सेयर पनि गरिदिनु होला र च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला।